हेलो नमस्ते साथीहरू, म आज धेरै समयपछि मेरो गाडीमै मेरो जस्तै गाडी लिनुभएको साथीसँग चाहिँ नि कुरा गर्न गइरहेको छु। सर, हजुरको परिचय दिनु न। मेरो नाम शिशिर रेग्मी। हजुर, म चाहिँ अब यो टाटा टियागो इलेक्ट्रिक गाडीसँग सम्बन्धित भएको कारणले गर्दाखेरि त्यसैसँग आफ्नो परिचय पनि जोड्न चाहेँ। मेरो चाहिँ टाटा टियागो हाई भेरिएन्ट के हो त्यो? बस त्यो हाई भेरिएन्ट चाहिँ तिनवटा भेरिएन्ट थियो हाम्रो। एलएक्स होइन, एलएक्स चाहिँ चलाएर हिँडिराखेको छु अहिलेसम्म। अब हाम्रो चन्द्र सरले चाहिँ यसको बारेमा छोटै छलफल गरौँ, अब डिस्कस गरौँ के कसो छ, एउटा अनुभव चाहिँ सेयर गरौँ भन्ने किसिमबाट। सर, हजुरको कति हजार किलोमिटर चल्यो? मेरो अहिले 39,000 प्लस किलोमिटर चाहिँ दौडिसक्यो चल्यो है। यो गाडी चाहिँ नि अहिले 73,600 किलोमिटर चलेको छ। मैले त धेरै भिडियोहरू बनाएर पनि हालिरहेको छु, हेरिरहनु भयो होला धेरै साथीहरूले। अब शिशिर सरको चाहिँ नि पहिला पेट्रोल गाडी थियो होइन, उहाँले एक्सचेन्ज गर्ने भन्ने प्लान गर्नुभयो। सरलाई चाहिँ नि यो गाडी ठिकै छ सर, मैले लिएँ भन्नुभयो। सरले नि यही गाडी लिनु भएपछि के छ, मलाई गाली गर्नु भएको छ कि ह्याप्पी हुनुहुन्छ? होइन, तपाईँलाई गाली गर्ने त प्रसङ्ग नै आउँदैन। गाडी बिग्रियो यता त केही भयो, दुःख पाएको भए टाटालाई गाली गर्ने हो होइन। तर ओभरअल पर्फर्मेन्सको नै कुरा गरौँ। गाडीको पर्फर्मेन्स लाइक हाम्रो एक्सपेक्टेसन के हो त्यो इम्पोर्टेन्ट भयो कि कुनै पनि भएको चिजको त्यसको युटिलाइजेसन गर्दाखेरि त्योबाट हामीले के फाइदा लियौँ के लिनौँ भन्ने कुरा चाहिँ आफूमा डिपेन्ड गर्ने कुरा भयो। त्यस्तो छैन, कम्प्लेन छैन। किनभने मेरो किसिमको मेरो जुन किसिमको नेचर छ, मेरो बिजनेस अथवा मेरो मैले के कामलाई प्रयोग गर्ने भन्ने कुरा गर्दाखेरि चाहिँ गाडी सामान्यतया इट्स गुड, यो राम्रो हो, अफोर्डेबल, यति कस्ट वाइज गाडी राम्रो नै भन्छु मैले भन्दाखेरि। तपाईँले भरतपुरबाट अहिलेसम्म काठमाडौँ चाहिँ नि बिना चार्जमा यो गाडी लानु भएको छ? म गएको छु, धेरैचोटि पुगेको छु। जानुभयो? धेरैचोटि गएको छु म। यता दुईतिरको बाटो गएको छु, यता नागढुङ्गाको बाटो पनि गएको छु, उता सीतापायरा निस्किने बाटो पनि दुवै बाटो गएको छु। भनेपछि कुनै प्रब्लम नभइकन? छैन, कुनै पनि समस्या थिएन। तपाईँको लगभग म काठमाडौँ पुगेर म 100% चार्ज गरेर भरतपुरबाट काठमाडौँ जाँदाखेरि त्यस्तै 16-18% चाहिँ ब्याट्री चाहिँ बाँकी रहेको थियो। म चाहिँ लगभग 4 चोटि पुगेँ होला, एकदम मिनिमम भएको 4%मा पुगेँ होइन। काठमाडौँ कलङ्कीसम्म म्याक्सिमम भएको बेला 21%सम्म पुगेको छु जाडोमा चाहिँ नि। भनेपछि सर्भिसिङहरू रेगुलर गरिरहनु भएको छ? सर्भिसिङ रेगुलरली गरिराखेको छु। अब यो सन्देश जाओस् पनि टाटालाई होइन, सिप्रदीलाई। भरतपुरमा चाहिँ सर्भिस गर्ने त्यति राम्रो मैले चाहिँ अनुभव गरिनँ, जसको कारणले गर्दाखेरि मैले अहिले चाहिँ मेरो सर्भिसको ड्यु डेट भइसकेपछि काठमाडौँमा नै अपोइन्टमेन्ट लिएर अब काम विशेषले काठमाडौँ गइराखिन्छ होइन। त्यही कारणले गर्दाखेरि लगै छोडिदियो, उहाँले सर्भिस गरेर रेडी गरेर राखिदिनुहुन्छ। आफ्नो काम सकेपछि टिपेर लिएर आउने गरिरहेको छु। र सँगै यता हेटौँडामा पनि एउटा चाहिँ राइट जाउँ, हेटौँडामा पनि एउटा के अरे चाहिँ सिप्रदीको राम्रो सर्भिस सेन्टर रहेछ। लास्ट टाइम चाहिँ मैले त्यहाँ गएर थिएँ काठमाडौँ जानु नपाएर। भनेपछि ठिक छ अहिलेसम्म होइन? हजुर। के छ, ब्याट्री रेन्ज क्लेम अनुसारको छ कि के छ, त्यो समस्या छ कि? अब ब्याट्रीमै समस्या के छ भनेर त ब्याट्री खोलेर हेरेको चाहिँ छैन। त्यसले रेन्जमा चाहिँ पर्फर्मेन्समा कस्तो हुँदो रहेछ भने नि, हामीले डिजाइन क्यापासिटी एउटा दिएको हुँदो रहेछ, तर हाम्रो पर्फर्मेन्स हामीले युज गर्दाखेरि त्यो युजरमा पनि डिपेन्ड गर्दो रहेछ। हामी जस्तै उकालोमा एकदमै चढेर गएको छौँ भने त्यहाँ ब्याट्री एकदमै धेरै खाइराखेको हुन्छ होइन। ओह्रालोमा झरेको छ भने ब्याट्री कन्जम्सन एकदमै लो छ हो। अब नर्मल्ली चितवन जस्तो बाटोमा हामी अफिस अप एन्ड डाउन गर्दाखेरि मैले पाएको एभरेजमा पर्फर्मेन्स चाहिँ 220देखि 245सम्मको रेन्जमा चाहिँ मैले चाहिँ पाएको छु। फेरि म फुल एसी लगाएर कहिले पनि ग्लास चाहिँ खोल्दैन होइन, एसी लगाएरै चलाउँछु। एकदम दिनको 6-7 किलोमिटर 8-9 किलोमिटर हिँड्दाखेरिको केसमा चाहिँ। अहिलेसम्म तपाईँले यो गाडी लिएर गएर धकेल्न परेको इन्सिडेन्ट छ कि छैन? म त्यस्तो जबरजस्ती कहिले काहीँ केहीमा पनि गर्दिनँ होइन।
इन्जुरी हुने किसिमबाटै त्यो किसिमको क्रिटिकल सिचुएसन त मैले क्रिएट गर्दिनँ। सबैभन्दा ठुलो कुरो प्रिभेन्टिभ मेजर्स हो क्या हामीले गर्ने भनेको। समस्या आइसकेपछि समस्या पऱ्यो नगराउन भन्दा समयमा नै थोरै प्लानिङ गरेर हिँड्यो भने चाहिँ दुःख पाइँदैन। त्यस्तो अवस्था छैन। के छ यो गाडी लिन खोज्ने र चाहिने चलाइरहनु भएको चाहिने अब साथीहरूलाई अझ ब्याट्री पर्फर्मेन्स राम्रो बनाउने केही आइडिया छ तपाईँसँग? मेरो अनुभव नै मैले सेयर गर्ने हो। म त्यस्तो चाहिँ इन्जिनियरिङमा अथवा पर्फर्मेन्समा एकदमै त्यो मतलब टेक्निकल कुराहरूमा म त्यति नलेज त छैन। मेरो युजर एक्सपिरियन्सको हिसाबले हेर्दाखेरि चाहिँ यदि तपाईँले इलेक्ट्रिक गाडीलाई यसको हाई पर्फर्मेन्स लिन चाहनुहुन्छ भने एक नम्बरमा तपाईँको ड्राइभिङ स्किल पनि राम्रो हुनुपर्छ। जस्तै ब्रेक कहाँ हान्ने, कुन लेभलको स्पिड मेन्टेन गर्ने होइन गाडी चलाउँदाखेरि, अनि त्यो किसिमको कुरा ध्यान दिनु पऱ्यो। अर्को कुरा चार्जिङको कुरा गर्दाखेरि पनि तपाईँले यदि कुनै ठाउँमा जाँदै हुनुहुन्छ, लङ डिस्टेन्समा जाँदै हुनुहुन्छ भने तपाईँले प्लानिङ गर्नुहोस् क्या, कुन ठाउँमा गएर कहाँ चार्ज गर्ने, चार्जिङ छ कि छैन, एभाइलेबल छ कि छैन, त्यो कुराहरूलाई ध्यान दिएर हिँड्नु पऱ्यो। अनि चार्ज गर्दाखेरि तपाईँको जब यदि तपाईँले घरतिरै वरिपरि चलाउनु भएको छ, त्यति धेरै हाई इन्टेन्सिभ ड्राइभिङ छैन भने चाहिँ तपाईँले चाहिँ सामान्यतया के अरे चाहिँ स्पिड त्यही अनुसारले मेन्टेन गर्नुहोस् र चार्जिङ पनि फुल चार्ज गरेर हिँड्दा हुन्छ। तर हाइवेमा कतै जाँदै हुनुहुन्छ, बिचमा गएर चार्ज गर्दै हुनुहुन्छ भने चाहिँ 100% नै पुर्याउनुतिर चाहिँ लाग्नु गलत हो। तपाईँले म्याक्सिमम् 90% भन्दा माथि चाहिँ त्यो चाहिँ के भन्छ स्पिड चार्जहरूमा चाहिँ त्यो नगर्ने। अनि अर्को कुरा 20% भन्दा तल झरिसकेपछि पनि उयो इमर्जेन्सी अवस्थामा मात्रै होइन नि, अरू बेलामा चाहिँ नचलाइकन चार्जमै राख्दाखेरि बेटर हुन्छ, त्यसको पर्फर्मेन्स बेटर पाइन्छ जस्तो चाहिँ अनुभव हुन्छ। यो घरमा चार्ज गर्दाखेरि तपाईँको कति घन्टामा फुल चार्ज भएको भेटाउनु भएको तपाईँले? अब घरमै चार्ज गर्दाखेरि मैले हिजोकै अनुभव दिन चाहन्छु। हिजो मेरो गाडीको ब्याट्री भनेको 16% बाँकी थियो होइन। अनि मैले बेलुका लिएर आएर घरमा चार्ज राखेँ। त्यसले 9 घन्टा 15 मिनट भनेर टाइम देखाएको थियो। र मैले बेलुका 9:15 बजेतिर मैले चार्जमा राखेको थिएँ। अनि बिहान तपाईँको 5:15 बजीतिर चाहिँ फुल चार्ज भइसकेको थियो। म 5:15 बजीतिर मिसेर अफ गर्दाखेरि त्यो ठिक थियो। घरमा रातभर सुत्दाखेरि यतापट्टि ब्याट्री चार्ज फुल भएछ। यसले घन्टामा लगभग 10% चार्ज गर्छ। त्यस्तो चाहिँ मैले क्यालकुलेसन गरिसकेको छैन। मैले यसो मेरो क्यालकुलेसनमा चाहिँ घन्टामा 10% चाहिँ चार्ज हुन्छ भनेपछि कति पैसा बचा जस्तो लाग्छ तपाईँलाई पेट्रोल हेरी यसले? अब यो हिसाब किताब नै गर्ने हो भने त 39,000 किलोमिटर दौडिएमा होइन, तपाईँले क्यालकुलेसन गर्नुहोस् न। 39,000मा मेरो पहिलाको गाडीले दिने भनेको 15-16% दिन्थ्यो हो। अब तपाईँको 15-16 किलोमिटर पर लिटरले दिन्थ्यो होइन। त्यो हिसाब गर्नुहोस् न। सपोज मैले 39,000 किलोमिटर दौडाएँ भने 39 भनेपछि तपाईँको 39,000 त्यो चाहिँ डिभाइडेड बाई 15 राखौँ होइन, 2,600 हजुर 200 को पेट्रोल रेन्जले अराउन्ड 5,20,000 जति सेभिङ। अब यसमा धेरै खर्च भयो भने ब्याट्री चार्ज गर्दाखेरि मैले घरमा अहिले 3,000 को रेन्जमा पैसा तिर्छु अनि 12,36,000 भनेपछि ओभरअल चाहिँ 3,000 जति आउँछ घरमा। घरमा फेरि गाडीको मात्र होइन त, गाडीको मात्रै होइन, घरमा 2टा एसी चल्छ होइन, माइक्रो ओभन चल्छ। अनि फेरि हाम्रो त कुकिङको लागि इन्डक्सन पनि युज गरिन्छ होइन। अनि अब त्यो ग्राइन्डरहरू, आइरनिङ गर्ने कपडाहरूदेखि लिएर फ्यानहरू, त्यो सबै चल्ने कुराहरू त हाम्रो गिजरहरू। मेन क्वेसन यस्तो, यही प्राइस रेन्जमा मार्केटमा एभाइलेबल गाडीहरूमा कम्पेयर गर्दाखेरि कुन सेभेबिलिटी यो प्राइस रेन्जमा नै अहिले मार्केटमा एभाइलेबल गाडीहरू इभीमा? अब यस्तो इभीमा मैले देखेकोमा चाहिँ जस्तै यो टाटा टियागोको प्राइस रेन्जमा ब्याट्री लो, गर्मी अत्याधिक कारणले गर्दाखेरि 81 कटअप हुन गयो, कटप्पा भयो। अनि हाम्रो पछाडिको सहर चाहिँ नि अहिले इभी लिने कि नलिने भन्ने कन्फ्युजमा हुनुहुन्छ। अनि अब हामी दुईजना चाहिँ नि अहिलेसम्म चलाइरहेछौँ होइन। हाम्रो अहिले सानो ठिक्कको छ। अब उहाँ चाहिँ नि प्लान गरिरहनु भएको छ कि लङ रेन्ज हुनेवाला लिने कि नलिने कि भनेर। उहाँले फेरि इभी गाडी सबै चलाएर सबै गरेर टेस्ट ड्राइभहरू गरेर साथीहरूसँग हिँड्ने घुम्ने गरेर पनि रिभ्यूहरू लिइरहनु भएको छ होइन। त्यो कारणले गर्दाखेरि
हामी एकदमै प्यानिक हुने भनेको त्यही चार्जिङको मात्र हो, नत्र अरू कुनै लग्जरियस फिल्डमा चाहिँ नि कुनै पनि प्रब्लम त छैन यो गाडीहरूमा। प्यानिक बनाउने चार्जिङले मात्र हो। छिटो सरल प्रश्नमा जानुहोस् न, के हो ल विषय? भन्नु नि त हजुरको विषय के हो? के इभी ठिक छ? होइन मलाई मेरो त विषय त टाटा टियागो इभी ठिक छ कि छैन भन्ने मेरो विषय हो। ल तपाईँले नि यो गाडी धेरै चढिसक्नु भयो होइन, चलाइ पनि सक्नु मेरो भयो। अनुभव, मैले चाहिँ अब यो गाडीमा चढेर यात्रा गर्दै गर्दा जुन कम्फर्ट मैले चाहिँ पाउनु पर्ने हो जस्तो लाग्छ त्यो चाहिँ पाएको छैन फेरि रियालिटीमा। हो अब म तपाईँसँग धेरै चढेको छु यो गाडीमा, हो तर समस्या हामी धेरै सँगै भइसकेका छौँ नि होइन। हो टेक्निकल इस्यु होला, ब्याट्रीको कुरा होला, समस्या हुँदैन भएको त होइन। तर यो मानव टाटा टियागो इभीको यो रेन्जको गाडीलाई मानव यही प्राइस रेन्जमा अरू कुनै गाडीसँग कम्पेयर गर्दै गर्दाखेरि के छ, के राम्रो के नराम्रो? ल तपाईँहरू चढ्नु भयो, तपाईँहरूले नै एक्सप्लेन गर्नु। मलाई त एकदम राम्रो। ल आफ्नो राम्रो लागिहाल्छ नि। सुन्नु न, आफ्नो चिज भन्दा हो आफूले चढिरहेको छ, जे चढिरहेको छ त्यसमा कम्फर्टेबल हुन्छ होइन। र अर्को कुरा यसको राम्रो पक्षको कुरा गरौँ न। जस्तै तपाईँ यहाँबाट अहिले बर्खा मास छ, लाइन साइन कट अफ हुने धेरै समस्या हुन्छ, काठमाडौँ जाँदै हुनुहुन्छ भने हजुर तपाईँलाई चार्जिङ स्टेसनहरूमा चार्जिङ फेसिलिटी छैन हो। तपाईँ अरू गाडी भयो भने तपाईँ के गर्नुपर्छ, कहीँ कुरेरै बस्नुपर्छ। तर टाटाको कुनै पनि एक्सटेन्डेड सोरुमहरूमा अथवा सर्भिस सेन्टरहरू तपाईँ जानुभयो भने जेनेरेटर चलाएर भए पनि उनीहरूले चार्ज गराइदिन्छ क्या। त्यो मेरो पनि एक्सपिरियन्स त्यसमा त म त धन्न रोन मात्र नसकेको कि हो नि। 4वटा ठाउँ कटेर गएर अनि टाटाकोमा पुग्दाखेरि उसले ए सर म जेनेरेटर लाएर भयो भने गरिदिन्छु भनेर फ्रीमा कस्ट नलिकन फ्रीमा जोडेर पठाउँदाखेरि त्यो जतिको फेसिलिटी बिवाडीले दिन्छ, नामीले दिन्छ। ल कुनै नेपाल ल कुन कम्पनी छ लिएर आउनु नि त। ल तपाईँलाई मेरो प्रश्न, यो गाडीको मूल्य कति? यो गाडीको मूल्य 29 लाख। होइन टप रेन्ज, टप भ्यारिएन्ट, टप भेरिएन्टको 29 लाख। 29 लाख। अहिले तपाईँले सही सरले भने जस्तै बिवाइडी अटो 1 को प्राइस कति छ सर? 34 लाख होला। छैन त्यो 32-34 लाख। 34 लाख हो। 32-34 छ हो। रेन्जमा के छ डिफरेन्सेस? रेन्जमा त्यही 100 प्लस छ। ऊ हामी 200 को छ, उनीहरू 300 भन्छन्। त्यो भनेको 280 उनीहरूले मजाले त्यो दिन्छ। भनेको अब फेरि 100 किलोमिटर हो, त्यो 100 मिटर होइन, युज डिफरेन्स हो है। त तपाईँ बिना प्लान जस्तो अहिले हामी भर्खरै बिना प्लान हामी कहाँसम्म पुग्न सकिन्छ यो गाडी चार्ज नगरिकन? यो गाडी अब मात्र नभनौँ, काठमाडौँ पोखरा बाहेक, बुटोल हेटौडा बाहेक हाम्रो नजिकको चितवन सेन्टर। अब अहिले हामी चितवन सेन्टर परेकोले यो हेटौँडा जान सक्यो, अनि यता गयो भने बुटोल जान सक्यो। अब काठमाडौँसम्म चाहिँ नपुग्ला, अहिले 83 छ होइन, अलिक गाह्रो होला। जस धारकेसम्म पुगेर मजाले चार्ज गरेर जान सकिन्छ। पोखरालाई पनि लगभग पुग्छ। यदि पुगेन भने नि इनफ चार्जिङ स्टेसन छ मजाले, हामीलाई जहाँ जानलाई समस्या छैन। यो गाडी कहाँ पुगेन होला भन्नु न सर? चाइना पुगेन कि इन्डिया पुगेन कि पूर्व पुगेन कि पश्चिम पुगेन कि होइन? मेरो धकेल्न पर्ने, सुन्नु न, मेरो धकेल्न पर्ने चाहिँ नि कन्डिसन जम्मा एकचोटि मात्र आयो, जुन त्यो मेरो मूर्खाइले हो। किनभने मैले यसलाई चरमसम्म कतिसम्म पुर्याउन सकिन्छ भनेर 1%मा 1 किलोमिटर हिँडेको गाडी हो क्या सर यो होइन। होइन फेरि एउटा कुरो कस्तो भने गाडी भन्ने चिज चाहिँ होइन, तपाईँको यदि तपाईँले एउटा चलाएर फेरि अर्को चलाउनुको कम्पेरिजन गर्नुभयो भने होइन तपाईँलाई त्यो फिलिङ नै डिफ्रेन्ट हुन्छ क्या होइन। जस्तै यो गाडीको हो, यसको धेरै कुराहरू ड्रब्याक्सहरू छ। जस्तै तपाईँको साउन्डहरू आइराखेको हुन्छ, बाहिरको एक्सटर्नल साउन्डहरू धेरै आउँछ होइन। अब पानी परेको बेला पनि उयो टिनको छाना मुनि बसे जस्तो र अर्को गाडीमा चल्दाखेरि ढलानमा बसेको र होइन, यसमा चाहिँ टिनको छाना बसे जस्तो आवाजहरू आउँछ, नआउने कुरा होइन। तर हामी त्यही त टिनको छानोको सर 20 लाखमा घर बन्छ, ढलानवालाको 1 करोडमा बन्छ। हो त्यही जोड्न खोजेको। त्यही चिज अब तपाईँको यो 29 लाखमा यो बन्छ र 32 लाखमा बिवाइडी बन्छ भन्दै गर्दाखेरि त्यसको नि टिनै हो सर। त्यसकोमा बस्दाखेरि नि टिनकै आवाज आउँछ कि। बिल्ड क्वालिटी त फरक छ। के बिल्ड क्वालिटी त नि, पानी पर्यो भने वाइपर चल्छ, अगाडि पछाडि दुइटै आफै बत्ती बल्छ, एयर ब्याग छ, बस्नलाई कम्फर्ट चाहिने, यहाँ सिट म्यानेजमेन्ट दिएको छ। र एकदमै अर्को कुरा जोड्न मन लाग्यो मलाई है, हाम्रो नेपालको रोडको कन्डिसन हेरौँ, एकदम राम्रो छ। सुन्नु न, एकदम राम्रो कुरा नगरौँ, रोडको कन्डिसन कुरा गरौँ, अनि रोडमा ड्राइभिङ गर्ने ड्राइभरको एटिट्युडको कुरा गरौँ होइन। तर अनि त्यसपछि यो अवस्थामा हाम्रो यो टाटाको गाडी चलाउँदै गर्दा र अरू चाइनिज गाडीहरू चलाउँदैमा फरक के छ भन्दाखेरि यो बडी स्क्रैच हुने, यता सामान्य एक्सिडेन्ट हुने कुराहरू एकदमै भइराखेको हुन्छ क्या। तपाईँले बिवाइडीको एउटा सानो
पार्ट्स रिप्लेस गर्नु पर्यो अथवा डेन्टिङ पेन्टिङ गर्नु पर्यो भने होइन 10 टाइम्स बढी लाग्छ क्या यो टाटाको भन्दा हो त नि अनि ढाडै भाँचिन्छ होइन यो भनेको मेन्टेनेन्स कस्ट रनिङ कस्ट एकदमै हाई छ त्यसको हो पर्फर्मेन्स लग्जरी छ फ्यान्सी कार छ होइन रमाइलो हुन्छ चढ्दाखेरि फेसिलिटीहरू सबै होइन बजेट छ भनेदेखि त यही गाडी किन्नुपर्छ भन्ने त छैन नि त छैन। बजेट छ भने त बढाउनु अर्को राम्रो गाडी तपाईसँग 30 लाख छ भने तपाईले के रेकमेन्ड गर्नुहुन्छ टाटा टियागो इभी म त यही भन्छु अथवा कुनै अरु म 30 लाख हुने मान्छेलाई खुरुक्क यो लिएर गएर फुल क्यासमा किन्नु छैन भने ब्याङ्क गर्नुहोस् आनन्दले यो गाडी लिनुहोस् भन्छु म चाहिँ मेरो चाहिँ अलिकति फरक छ धारणा मसँग 30 लाख रुपियाँ क्यास लिएर हिँडेको छु भने मैले BYD अटो 1 नै किन्छु अटो वान किन्नुहुन्छ किनभने त्यसको चाहिँ इन्टरनल फिनिसिङको कुरा आउँछ रेन्जको कुरा आउँछ इभी भन्न सक्छ रेन्ज हो नि मेन त कुराहरू छ अब हुन त मैले भनिहालेँ जस्तै रिपेयरिङ कस्टहरू बढी छ भन्ने कुराहरू हो अब आफूले टेक केयर गरेर चलाइयो भने बिरामी भएपछि उपचार गर्दा खर्च हुन्छ यस्तो त्यो 6 लाख रुपियाँ बढी भयो नि त सर 6 लाख रुपियाँ त यो त तपाईँको चाहिँ नि 10 वर्ष धसारेर ब्याट्री फेरि 6 लाखमा फेर्न मिल्यो नि त र यदि मैले टाटा टियागो लिएकै बेलामा BYD अटो 1 आएको भए अटो 1 नै लिन्थेँ मेरो पोइन्ट त्यही हो कि चढ्दै गर्दाखेरि यो गाडी आफूले चढेको माया लाग्नु स्वाभाविक हो तर पनि अब त मेन भनेको इभी गाडी भनेपछि रेन्जमा हो कि हामीले पहिला सुरु अनि मलाई एउटा कुरो जोड्न मन लाग्यो क्या यो इलेक्ट्रिक गाडीहरूमा यदि त्यस्तो हाई रेन्जको गाडी लिएन भने समस्या क्या बुढापाकाहरू मेरो बालाई मैले बोकेर एकचोटि काठमाडौँ गएको थिएँ होइन धेरैचोटि गएँ तर लास्ट घटना मात्रै जोड्न खोजेको एउटा एकदमै क्रिटिकल अवस्थामा गएको हामी यहाँबाट गइसकेपछि धार्गेमा गएर चार्ज गर्नुपर्ने अवस्था आयो चार्जमा राखेँ चार्जमा राख्दाखेरि के भयो भन्दाखेरि हस्पिटलबाट डिस्चार्ज गरेर चाहिँ आर्यघाट लिएर जाँदै हुनुहुन्छ 4 बजे हामी 2:30 बजीसम्म धार्केमा छौँ अनि बुवाले भन्नुहुन्छ म आर्यघाटमा लानुभन्दा अगाडि अनुहार हेर्न मन छ भनेर है अब त्यहाँबाट त्यतिकै गाडी उठाएर लिएर जाउँ भने गाडी पुग्दैन आर्यघाटै नपुगेला भने डर है अनि त्यहाँ राखेर 50% मात्रै भए पनि पुर्याएर चार्ज गर्छु भन्दै तपाईँको 3.5 भयो त्यहाँबाट सिधैमा हेर्नु है त अनि त्यसपछि हामी म 55 त्यस्तै कति पर्सेन्ट भएपछि अनि गाडी लिएर गएँ अनि त्यसपछि पुग्यो हामी वहाँ पुगिसकेपछि जुन पर्पज लागि गएको थियो सबै कुराहरू भयो मैले बुवालाई पनि ह्याप्पी बनाएँ अनि मलाई बुवाले कराउनु हुन्थ्यो कि त्यतिखेर भन्नुहुन्थ्यो कि तेरो पहिलाको पेट्रोल गाडी नै ठिक थियो 5 मिनटमा यसो हालेपछि हुन्थ्यो भइदियो खुर्र लिएर हिँड्न पाइन्थ्यो 4000 रुपियाँ पेट्रोल पम्पलाई बुझाउनु पर्थ्यो नि त यहाँ 400 बुझाएर चाहिँ नि अलिकति ढिलो भए पनि पैसा भन्दा पनि त्यो सिचुएसनलाई म्याटर गर्छ ठीक छ त्यसो रिजर्भ गरेर गयो भए हुन्थ्यो नि त त्यसको लागि इभी गाडी नट ब्याड तपाईँ रिजर्भ गरेर जानु न सर इभी गाडी राम्रो छ मेन कुरा के हो इभी भन्न छ हामीले चाहिँ रेन्जको कुरा आउँछ पहिला सुरु हैन रेन्ज चाहिँ एटलिस्ट नेपाल कन्टेक्समा अहिले 250-300 हुँदै गर्दाखेरि एउटा कम्फर्ट जोनमा बसेर तपाईँ गाडी चलाउनु चाहिँ पाउनुहुन्छ र 30 लाखको रेन्जमा तपाईँले चाहिँ टाटा टियागो इभी र 1-2 लाख थपेर अर्को तपाईँ BYD अटो 1 भनौँ न अहिलेको नयाँ अहिले 30-32 लाखको रेन्जमा आएको गाडी त्यो आउँदा तपाईँले चाहिँ 2 लाखमा हरेक राइडमा 100 किलोमिटरको डिफरेन्स पाउनुहुन्छ भने त अभियसली आज राम्रोसँग सोचेर डिसिजन गर्दै गर्दाखेरि त अटो 1 नै बेटर हो नि त फेरि रेन्जको हिसाब किन इभी भन्न सक्दा रेन्ज यो भर्खर तपाईँलाई आएर समस्या आर्यघाट जाने कि हस्टेल जाने त्यो तपाईँको BYD अटो 1 हुँदै गर्दा त्यो त छटपट्टि सकिन्थ्यो नि त अनि फेरि अरू कुराहरू पनि छन् क्या छँदा होइन जस्तै टेक्निकल कुरा नै गरौँ तपाईँको ग्राउन्ड क्लियरेन्सको कुरा गरौँ अटो 1ले पनि टियागोको भन्दा बढी चाहिँ क्लियरेन्स छ भने जस्तो लाग्छ दिन्छ तर त्यो गाडी मेरो गाउँ जाँदैन यो गाडी 20 चोटि पुगिसक्यो होइन त्यसले त्यो भनेको छ अनि त्यो हाम्रो त पार्किङ गर्ने ठाउँमा हामी गाडी छिराउँछौँ क्या त्यहाँ अटो 1 पनि आउँछ 2 पनि आउँछ 3 पनि आउँछ है मेरो गाडी सट्ट छिराउँछु म उनीहरू हेरेर बस्छ उनीहरू छिराउँदाखेरि ढुवाङ हालेर छिराउँछ ठोकिन्छ क्या यस्तो भयो गाडी चाइनिजमा कम्फर्ट धेरै भएर लग्जरियस तरिकाले स्प्रिङ राखेको छ त्यसको साइज अलिकति बढी हुन्छ एउटै क्लियरेन्समा पनि त्यो छुनी नछुनी हुन्छ हैन मेरो दाइको मेरो भन्दा बढी छ नामीमा छुन्छ के सर गाडी लेन्दी भयो नि त तपाईको छोटो गाडी हुन सक्छ अटोमेटिक पार्किङको लागि पनि जहाँ भने टुक्क राखेर हिँड्न पाइन्छ यसको एडभान्टेज यस्तो भयो त ती सानो एडभान्टेज हो के सर तपाईँ इभी गाडी चलेपछि तपाईँले डिस्कस गर्नुपर्ने पहिलो विषय के हो त रेन्जको अरू यता छुन्छ उता छुन्छ हेर्दा बाहिर चाहिँ त्यो कालो छ सेतो छ भन्ने कुरा विभिन्न विषय भयो त्यो त्यसका चाहिँ त्यो के भन्छ त्यो अनि रेन्जमा चाहिँ यसको ब्याट्रीको पर्फर्मेन्स बढाउनु पर्ने नै हुन्छ टाटाले अबका आउने दिनहरूमा
प्लस यस्तो Focus- होइन, सक्यो भने मैले बुझाएको यो गाडी जति रेन्ज देखाएको छ त्यो जति यसले रेन्ज भनेर बेचेको छ नि हजुर। त्यसमा पनि समस्या छ जस्तो लाग्छ छैन, छैन, मैले छैन। चल्दै गर्दाखेरि छैन म त चन्द्रसरकै गाडीमा परेको होइन छु होइन त्यसमा चाहिँ होइन त्यसमा चाहिँ समस्या होइन अब यदि टाटाले यदि यसलाई चाहिँ अलिकति प्रमोट गर्ने र पहिलाको जुन किनभने अहिले पहिला त यो टाटा टियागो इभी आउनेपछि त पनि त्यो देखिन्थ्यो नि होइन वास्तवमा यो सिटी कार हो हुन चाहिँ होइन यो लङ रोडमा चल्ने गाडी चाहिँ होइन र यदि टाटाले अबको दिनमा पनि आफ्नो रेपुटेसनलाई कन्टिन्यू गर्ने हो भने पुरानो लेभलको एउटा ब्याट्रीहरू जुन राखेको थियो नि त्यसलाई रिप्लेस गरेर नयाँ टेक्नोलोजी अन्तर्गत यो फेरि इभीको ब्याट्रीलाई डिजाइन गर्न मलाई चाहिँ चाइना बराबर चाहिँ कोही पनि कोही पनि छैन इभन टेस्लाले तपाईँको BYD को ब्याट्री एक्ज्याक्टली हामीले त्यसलाई ट्रस्ट गर्ने कि नगर्ने होइन। भन्ने कुरा हो होइन यस्तो नि त भोलि चाइनाले राम्रो ब्याट्री बनाउँछ भने टाटा टियागोले नि भोलि चाइनासँग चाहिने कोलाबोरेसन गरेर यसो ब्याट्री लिएर आउला नि आज त तिमी त आज त चलिरहेको त सर 70,000 किलोमिटर चलिसक्यो ब्याट्री अहिले पनि 94% हेल्थ छ पर्फर्मेन्स राम्रो छ त अब के चाहियो त नि तपाईँहरूलाई त्यहाँभन्दा बढी तपाईँको गाडी ठिक छ नराम्रो त भन्नै मिल्दैन 30 लाखको गाडीलाई तर 30 लाखकै रेन्जमा यति 1-2 लाख छैन कुनै माइकलाल गाडी लिएर आउनु सर यो सम्बन्धी यसले जति स्पिड दिने यसले जति ग्राउन्ड क्लियरेन्समा ढुक्क बनाउने मेन्टेनेन्समा सुन्नु मेन्टेनेन्समा चाहिँ नि तपाईँलाई ढुक्क हुने लिएर आउनु सर म फाइट खेल्न तयार छु फाइट खेल्ने भनेर हाना होइन कि म उहाँहरूसँग चलाएर होइन सबै कुरामा चाहिँ नि कि फाइनेन्सियल हिसाबले नै धेरै कुराले चाहिँ नि यो ठिक छ होइन अहिलेसम्ममा अब भोलिको दिनमा अझ लग्जरियस आउला कुनै अहिले भनेको ल ठ्याक्कै ल भन्नु नि त मलाई ट्याक्कै 29 लाखमा चाहिने कुन चाहिने गाडी देखाएको होइन ल तपाईँकै ल सुन्नुहोस् है ट्याक्कै 29 मा दिएको गाडी देखाउनुहोस् त मलाई यो बराबरको कुनै कुरा हुन्छ सर जस्तै उहाँको चन्द्रसरकै गाडी हामी अघिल्लोचोटि आजभन्दा 1.5 महिना अगाडि काठमाडौँबाट फर्किँदै गर्दा उहाँको ब्याट्रीको तारमा के समस्या कनेक्सनको बाटोमा के समस्या आएर जलेर गाडी नै चल्दा स्टप भयो हेर्नुहोस् त दुईचोटि भोग्यो यही गाडीमा म आफै हामीले यहाँ सबै बल्यो झिमिक भयो हामी आत्तियौँ समस्या हो नि त त्यो त हामी आत्तियौँ त्यो त मान्नु भयो आत्तियौँ होइन जलेकै हो नि तपाईँ हामी आफै डराएको होइन जलेको होइन टुटेको हो टुटेको भन्नु बिल्ड क्वालिटीमा समस्या रहेछ भन्नु परेन त्यसलाई त्यो स्पार्किङ भयो तपाईँको ब्याट्रीमा जोडिएको नै बग्लियो पुरै त्यो समस्या हो नि त सायद अझै चेन्ज गर्नुभयो हजुरले त समस्या चेन्ज भयो मेरो चाहिँ अहिलेसम्म त्यस्तो चाहिँ भन्न खोजेको त तपाईँको उहाँको भयो तपाईँको नि हुनपर्छ भन्ने छैन तर त्यसले के जनाउँछ बिल्ड क्वालिटीमा अलिकति त मैले अरू गाडीमा नभेटेँ होइन यस्तो रहेछ सर यस्तो किशोर सर म त्यसमा चाहिँ के भन्छु भने कतिपय हामी इलेक्ट्रिक गाडीहरू चल्ने र चलाउने व्यक्तिहरूलाई चाहिँ नि कम्पनीले नै चाहिँ नि अनिवार्य रूपमा चाहिँ नि 1 घन्टा 2 घन्टाको चाहिँ नि बोलाएर यो सम्बन्धी चाहिँ नि यी कुराहरू हुन्छन् है यसको चाहिँ नि पूर्व तयारीहरू अपनाउनु भन्ने खालको एउटा चाहिँ नि क्लास दिएको भए त्यो प्रब्लमबाट म पनि पहिल्यै वाकिफ हुन्थेँ होला मलाई याद हुन्थ्यो मैले त्यहाँ ती चिजहरू हेर्थेँ होइन जुन चिजमा त हामी टोटल्ली रङ छौँ नि त गाडीले चाबी दियो हामीले पैसा दियौँ हामीले लिएर हिँड्न थाल्यौँ नि त यो सम्बन्धी हामीलाई सानो पनि नलेज छैन नि त त्यो होइन त्यो चाहिँ नि यति भए पनि दिन पर्छ क्या सर अगाडिको इन्जिनको डाइनामोको हामीलाई नलेज राख्ने स्थिति हाम्रो छैन जस्तो एटलिस्ट हामीले किनिसकेको गाडीमा त्यो लेभलका समस्या चाहिँ आउनु हुँदैन भन्छु कि मैले चाहिँ ए रामा गाडीमा समस्या नआउनु त कुन हुन्छ र सर यो अहिलेसम्म कुन गाडी छ र इक्जाम्पल मैले भन्नु आफै चढाएको गाडीले 7 वर्ष भयो त्यो ब्याट्रीमा कनेक्सन गरेको तारमा समस्या आएको मलाई मेरो आफ्नै गाडीमा अहिलेसम्म अनुभव छैन इभन मैले चढेका अरू साथीहरूले तपाईँभन्दा पहिला चढेका साथीहरूको गाडीमा पनि त्यो समस्या मैले भेटिनँ तर यसमा त तपाईँ आफै हुनुहुन्छ भोग्नु भने त पग्लेको के सर्ट भयो के त मतलब भएन तर त्यो बिल्ड क्वालिटीमा त प्रश्न उठायो नि त होइन यस्तो हो यस्तो तपाईँले भनेको पनि ठिक हो जस्तै इन्डियन गाडीहरू छ नि विशेष गरी केही न केही छ आवाजै सुनाउ न होइन इन्डियन गाडीमा जुन किसिमको वेयर एन्ड टियर हुने किसिमको पार्ट्सहरू हुन्छ नि त्यो चाहिँ एकदमै लो क्वालिटीको राखेको हो इन्फेरियर क्वालिटीको राखेको कारणले गर्दाखेरि हामीले यो समस्या भोग्या हो अस्ति BYD किन जल्यो ल मलाई भन्नु यस्तो हो त्यो ल BYD किन जल्यो त्यो त जलेर झन् आगो त्यो त कति मन पोल्यो होला सर त्यो किन्ने ओनरलाई भन्नु त जन्तीमा हिँडेको गाडी BYD को त्यो दन्ती आगो बलेको वर्ल्डमा यसरी तार छेडेर देखाएको ब्याट्री नपड्किने भनेको आगो नलाग्ने भनेको चिज चाहिँ त्यो इन्सिडेन्ट हुँदाखेरि के भयो होला त्यो ओनरलाई नभन्नु मलाई हामीसँग शब्द हुन्न क्या कतिपय BYD गाडी जल्नुमा पहिला सुट भाइले पहिला कल थाहा पाउनु पर्यो ल भन्नु नि त BYD गाडी आगो लाएपछि देखेको भिडियो भाइरल भएको जे कज भयो भने जङ्गलभित्र ठोकिएरै कि केही न केही भएर त हो नि त हो त्यो नि एक्सिडेन्ट हो नि त सर अब त्यसैलाई चाहिँ नि त्यही हुन्छ भनेर त भन्न मिलेन नि त हुने दुर्घटना र नठोकिकन हो अटोमेटिक त्यो नठोकिकन जङ्गलभित्रै बसिरहेको रोकेको गाडीमा चाहिँ आगो लागि भएको कहीँ गएर कसैले ठोकेर भएको होइन त्यो
त्यसको आधिकारिकता पुष्टि हुने केही पनि आएको छैन सर जस्तै तपाईलाई एक्सप्लेन गर्दै जस्तै गर्दा टाटाको हुन्छ नि हाम्रो यो बडी स्ट्रक्चर हो, आवाज छ नि त्यो दाम हो सर। तपाईँ 90 लाखको टाटाको लिनुहोस् न, फेरि खतरा छ सर। तपाईको 30 लाख मैले भने त यो 29 लाखको गाडीको यो होइन। क्वालिटी र तपाईको चाहिँ Harrier लिनु न सर, Harrier छ नि 90 लाख। अनि म चढेछु, मैले नदेखाए होइन अरे मैले भन्नु इभीमा जाउँ न हामी अहिले। 30 लाखको रेन्जको गाडी चढ्दै गर्दा यो भित्रको बिल्ड क्वालिटी र अथवा BYD अथवा डिपाल अथवा अरू कुनैको बिल्ड क्वालिटी हेर्नुहोस् न एकचोटि। होइन यस्तो हो, आज यो गाडी कम्पनीहरू यो ह्युज विश्वमा ल्याएको अतिरञ्जित यो तरङ्ग त चाइना नै हो नि सर। आज किन ओल्डले चाइनाको इलेक्ट्रिक गाडीलाई एक्सेप्ट गरेर किन चाहिँ टाटालाई चाहिँ नेपालले मात्र एक्सेप्ट गरेको त नि? होइन, टाटाको नि अन्त बिक्री छ। डिपाल छैन, जति जुन रेन्जमा चाइनाको इलेक्ट्रिक गाडीहरूको सेल छ सर, त्यो टाटालाई जोड्न मिल्छ हामीले? त्यो भन्छ अभियसली तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि ओल्ड मार्केटमा केही न केही अरू योभन्दा अरू ब्रान्डले भ्यालु पाएका छन्। यस्तो सर किशोर सर, विज्ञहरूले त चेक गरे होला नि त। मैले के गाडी त युरोपमा BYD भित्रिने, टाटा किन नभित्रिने? म भन्छु क्वालिटीमै प्रश्न भएर त होला। कारण के हो रिजन ल? हामीले इन्डियामा बनेको गाडी हाम्रो त बोर्डर नजिक भएर हामीले खानुपर्छ सजिलो भएर आयो। चाइनामा पनि बन्यो, तर मैले एउटा कुरो नबुझेको कुरा के हो भने इन्डियाले यही लेभलको प्याकेजमा यतिसम्मको यहाँ दिँदै गर्दाखेरि चाइनाको कुनै पनि गाडी किन नआएको त नि त्यो लेभलमा? आइसक्यो त नि के सर, ए रामा हरिबिजो गाडी आएको छ। ट्याक्समा फरक छ नि सर। तपाईँ इन्डियाबाट इम्पोर्ट गर्नुहोस्, ट्याक्समा अलिकति सस्तो छ। तपाईँको इन्डिया बाहेक अरू देशबाट आउँदाखेरि ट्याक्स हो, त्यो चाहिँ रुल्स एन्ड रेगुलेसन बुझ्नुहोस् पहिला नेपाल गभर्मेन्टको। त्यो त मेन विषय त्यही होइन त सर। इन्डियाबाट आयातित गाडीमा त अभियसली अरू देशमा भन्दा त धेरै सस्तो छ नि ट्याक्स रेन्जमा। तपाईँ आफै बुझ्नुहोस् न, युरोप जस्ता विश्वका शक्तिशाली राष्ट्रले चाहिँ आज BYD डिपाल अरू के छन् टेस्ला जस्ता गाडीलाई चाहिँ उनीहरूले एक्सेप्ट गर्ने, टाटा चाहिँ किन कुद्न सकेनन् त्यहाँ भन्दाखेरि बिल्ड क्वालिटी। तपाईँ हामी भर्खरै यो गाडी चढेको, कोही 1 वर्ष भए, कसैको 2 वर्ष भए, हामी आफैले यसको यो कमजोरी छ भनेर खोट निकाल्न थालिसक्यौँ नि त। एक्सटेन्ड भएर आउने कुराहरूमा त त्यो अलग भयो, त्यो त दुर्घटना त भविष्य जहिले पनि घट्न सक्छ। तर नर्मल तपाईँ रुटमा हिँड्दै गर्दाखेरि तपाईँले गाडीबाट पाउने सर्भिस चाहिँ कुन लेभलको एउटा कुरा म के बुझ्छु भने अब MG-ले पनि नेपालमा टक्कर दिनलाई MG पहिला आएकै हो, हामीले पनि बुक गरे अहिले छ नि त होइन? त्यो बेलामा चाहिँ नि टाटा नेक्सन आएर यो देशमा चाहिँ नि EV-को रिभोल्युसन लिएर आउनुमा त उसको पनि त हात छ त, गरेकै हो त होइन? तर नामी पनि अहिले के अरे MG पनि किन कम भयो, टाटा पनि किन कम भयो भने चाइनाले हानेको। ऊ अब ठुलो कन्ट्री छ, ऊ रोबोटबाट चाहिँ 1 घन्टामा, तर म्यानुफ्याक्चरिङ त युके हो नि त सर। MG पनि चाइना हो, डिपाल पनि चाइना हो, नामी पनि चाइना हो, BYD पनि चाइना हो। अरू हामी के चढिन्छ? टेस्ला खासै चढ्ने छैन नेपालमा, महँगो पर्ने भयो। नत्र एभरेज नेपालले चल्ने, मिडल क्लास मान्छेले चल्ने नेपालको गाडी भनेको सबै अहिले म्याक्सिमम चाइनिज छ। यो ओल्ड, हामी नेपालले मात्र होइन कि ओल्डको ट्रेन्डै यही हो अहिले। तर चाइनाले जुन किसिमको ब्याट्रीमा पनि ब्याट्रीको इनोभेसन त हामीले रेस्पेक्ट गर्नु पर्यो नि त कुरालाई त। आज अमेरिकाले चाहिँ टेस्ला भनेको ओल्डकोसँग ठुलो ब्रान्ड बनाउँदै गर्दा पनि स्टिल BYD को ब्याट्री किने भनेपछि त हामीले बिलिभ गर्नु पर्यो न त कुरा। पर्यो। EV-को बारेमा डिस्कसन हुँदै गर्दाखेरि प्रमुख विषय नै के हुनपर्छ फेरि भन्दाखेरि ब्याट्री रेन्ज। यस्तो नि त सर, अब 1000 किलोमिटर चल्ने गाडीको रेन्जको ब्याट्री पाएर हामी कहाँ हिँड्दैन? हाम्रो देशको टोटल रेन्जै 1000 छैन। रेन्जमा तपाईँको यो 200, अर्को BYD अटो 1 को 350 कति 300 ल। वान साथमै 100 किलोमिटरको डिफरेन्स भनेको त तपाईँ काठमाडौँ पट जाने डिस्टेन्स तपाईँले एक्स्ट्रा पाउनुभयो त्यही रेन्जमा। उकालोमा हरिबिजोकै छ कि होइन? अब त्यसरी अब ब्याड कमेन्ट निकालेर हरिबिजो तपाईँको नि गाडी उकालोमा त्यही त नि, सबैलाई उकालोमा हरिबिजोक छ क्या ब्याट्रीको। यो गाडीमा ब्याड फिलिङ्स आएन र? आयो। म आफै EV लिन्छु भनेर काठमाडौँ गएको मान्छे यो गाडी चढ्दाखेरि सोचेँ मैले 2-3 चोटि। परेको कुरालाई त भन्नु पर्यो, मैले तपाईँलाई नि भने आएको कुरा होइन नि, यही गाडी त लिन परेन। यो सँगसँगैको अलि अपडेटेड भर्सन यो प्राइस रेन्जमा नेपालमा एभाइलेबल गाडीहरूमा बेस्ट के हो त भन्ने कुराको विषय हो कि अहिले। बेस्ट यही हो। म कन्क्लुजनमा कुरा गर्छु, मलाई चाहिँ नि यदि हातमा 29 लाख छ भने चाहिँ नि यही गाडी लिनु भन्छु, ढुक्कले चलाउनु भन्छु। म कुनै पनि तनाव छैन। मेरो फेरि सुझाव चाहिँ अब अलिकति म ह्यासल लिन चाहन्न, रेन्जमा थोरै बढाउन चाहन्छु भने जानुहोस् BYD सम्म जानुहोस्। 40 लाखमा अझ 40 लाखै परेन कि सर? अहिले तपाईँको लागि एउटा अप्सन आएको छ, BYD अटो 1 छ, अर्को के गाडी छन्। 30-32 लाखमा नि अहिले इलेक्ट्रिक राम्रै रेन्जवाला गाडी एभाइलेबल छ नि सर। स्टडी गर्नु न एकपल्ट त। 30 मा तर मैले भेटाइन। सिट्रोन छ एउटा, त्यो पनि 30 भन्दा माथि नै छ, नर्मली छैन। गाडी किन्ने मान्छेले 29-30 लाख र 31 लाख पर्यो भनेर त्यसलाई BGC बनाउने होइन कि सर? त्यसले 100 किलोमिटर रेन्जको डिफरेन्स छ भने त 1 लाख लोन 29 छ भने 29 लाखको क्यास लिएर शिशिर सरको मेरो कुरा भएन?
जेनेरेटर अन गरेर पनि चार्ज गरिदिने क्यापासिटीको सोरुम पनि चाहियो नि त। अफिसर छ तपाईँको आफ्नो माल बेच्नको लागि उसले अफिस विक्रेताले दिएको सर्भिस हो क्या सर। हो तपाईँ यता सर ऊ त्यो म्याजिक नै रोकिदिउँ त। ल हुन्छ हुन्छ त्यो ल सर। हजुर। ल धन्यवाद थ्याङ्क यू सो ल, मच। धन्यवाद। हाम्रो यदि सिटी राइड हो भने टियागो ठिक ठिक छ छ। होइन तर तपाईँ सिटी बाहिर निस्किनुहुन्छ हिँड्नुहुन्छ भने BYD अथवा अरू कुनै लङ रेन्जलाई ध्यान ठिक छ। है त ल ओके बाई बाई। ल ल धन्यवाद।